तपाईलाई लाग्छ नेपाल सधैँ स्वतन्त्र थियो? तपाईलाई लाग्छ हामी वीर गोर्खाली हौँ, त्यसैले हामी कहिले कोलोनी भएनौँ? कुरा सही हो, तर पुरा सत्य होइन। सन् 1920 को दशकमा विश्वका ठूला शक्तिहरूको नजरमा नेपाल कानुनी रूपमा एक स्वतन्त्र देश थिएन। बेलायतको लागि हामी एउटा प्रिन्सली स्टेट थियौँ, जस्तै हैदराबाद, जस्तै सिक्किम वा जस्तै कश्मीर। हाम्रो प्रधानमन्त्री त हुनुहुन्थ्यो, तर राजा उनीहरूकै थियो। सोच्नुहोस् त, यदि 1947 मा अङ्ग्रेजले भारत छोड्दा नेपालसँग आफ्नो स्वतन्त्रताको प्रमाणपत्र नभएको भए के हुन्थ्यो? सायद आज तपाईँको हातमा नेपाली पासपोर्ट हुने थिएन। आजको यो भिडियो त्यही एउटा कागजको कथा हो, जसले नेपालको नक्सा मेटिनबाट बचायो। कथा सुरु हुन्छ 1914 बाट। पहिलो विश्वयुद्ध। बेलायत सङ्कटमा थियो। उनीहरूलाई सिपाही चाहिएको थियो। काठमाडौँमा श्री तेस्रो चन्द्र शमशेरले एउटा मौका देखे। हामी चन्द्र शमशेरलाई एक तानाशाह वा क्रूर राणा शासकको रूपमा चिन्छौँ, तर यो कथामा उनी विलेन होइनन्, उनी एक मास्टर माइन्ड हुन्। चन्द्र शमशेरलाई थाहा थियो एक दिन अङ्ग्रेजले इन्डिया छोड्नेछन्, र जुन दिन उनीहरू जान्छन्, यदि नेपालसँग हामी अलग देश हौँ भन्ने लिखित कागज भएन भने नयाँ बन्ने इन्डियाले नेपाललाई निल्न सक्छ। त्यसैले उनले एउटा जुवा खेले। उनले बेलायतलाई भने, तिमीहरूलाई युद्ध जित्न मान्छे चाहिएको छ, म दिन्छु। उनले मात्र सेना पठाएनन्, गाउँ गाउँ खाली गराए। 2 लाख नेपाली युवाहरूलाई पहिलो विश्वयुद्धमा होमियो। तीमध्ये 20,000 कहिल्यै फर्केनन्। काठमाडौँमा मान्छेहरूले भने, यसले अङ्ग्रेजलाई खुसी पार्न नेपालीको रगत बेच्यो। तर चन्द्र शमशेरले रगत बेचेका थिएनन्। उनले त्यो रगतको बदलामा नेपालको अस्तित्व वा एक्जिस्टेन्स किन्दै थिए। युद्ध सकियो, बेलायतले जित्यो। अब पालो थियो हिसाब माग्ने। चन्द्र शमशेरले बेलायतलाई भने, हामीले तिम्रो लागि रगत बगायौँ, अब हामीलाई पूर्ण स्वतन्त्रता देऊ। तर अङ्ग्रेजहरू बाठा थिए। उनीहरू नेपाललाई आफ्नो नियन्त्रणमै राख्न चाहन्थे। उनीहरूले आनाकानी गरे। त्यसपछि सुरु भयो इतिहासकै अनौठो कूटनीति, टाइगर डिप्लोमेसी। चन्द्र शमशेरले बेलायतका राजा किङ जर्ज पाँचलाई शिकार खेल्न नेपाल बोलाए। सन् 1921 चितवनको जङ्गल, सयौं हात्ती, हजारौं सैनिक। जब राजा जर्ज बाघको शिकार गर्दै थिए, चन्द्र शमशेर भने राजाको दिमागको शिकार गर्दै थिए। उनले राजालाई भावनात्मक दबाब दिए। सरकार, मेरा जनताले हजुरको लागि ज्यान दिए, अब पनि हामीलाई दास बनाएर राख्ने? त्यो जङ्गलको शिकारले काम गर्यो। बेलायत सम्झौता गर्न तयार भयो। मिति 21 डिसेम्बर 1923। स्थान सिंहदरबार। त्यो दिन एउटा सन्धिमा हस्ताक्षर भयो, नेपाल ब्रिटेन ट्रिटी अफ 1923। यसमा 7 वटा बुदा छन्, तर तपाईँले बुझ्नै पर्ने बुदा हो आर्टिकल 1। यसमा प्रष्ट लेखिएको थियो, The two governments agree to acknowledge and respect each other's independence। अर्थात् बेलायतले मान्यो कि नेपाल भारतको हिस्सा होइन, यो एक सार्वभौम देश हो। सुगौली सन्धिले गुमेको हाम्रो सम्मान यो सन्धिले फिर्ता ल्यायो। यसको महत्त्व यतिमै सकिँदैन। 25 वर्षपछि जानुहोस् 1949 मा नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता माग्यो, तर रुस र चीनले भिटो लगाए। उनीहरूले भने, नेपाल देश होइन, यो त भारतको उपनिवेश हो, यसको प्रमाण खोइ? हो, ठिक त्यो बेला नेपालले यही 1923 को सन्धि देखायो। हेर, तिमीहरू जन्मिनुभन्दा अगाडि नै बेलायतले हामीलाई देश मानिसकेको थियो। यही कागजको आधारमा 1955 मा नेपाल UN को सदस्य बन्यो। विश्वले नेपाललाई चिन्यो। इतिहास सधैँ सिधा रेखामा हिँड्दैन। चन्द्र शमशेर राणा शासनका प्रतीक थिए। जनताका लागि उनी शासक थिए। तर एउटा सत्य यो पनि हो, यदि उनले त्यो दिन कूटनीतिक चलाखी नदेखाएको भए र यदि हाम्रा पुर्खाहरूले विश्वयुद्धमा त्यो बलिदान नदिएको भए,
आज यो नक्सा फरक हुन सक्थ्यो। त्यसैले अर्को पटक कसैले सोध्यो भने नेपाल कसरी जोगियो, मात्र वीरताको कुरा नगर्नुहोस्। त्यो एउटा कागज र बिर्सिएको इतिहासलाई पनि सम्झिनुहोस्। भिडियो मन पर्यो भने शेयर गर्नुहोस् ताकि हरेक नेपालीले यो इतिहास थाहा पाउन्। जय नेपाल।